सो हेलो गाइज वेलकम ब्याक इन माई न्यू भिडियो। तपाईँलाई यस्तो दामी भ्यूसँग चाहिँ नयाँ भिडियोमा ल्याइसकेको छु। र आजको भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ साखा दवा है। सो त्यसले गर्दा हामी चाहिँ बिहानै फर्स्ट चाहिँ अलिअलि सान्डुप चाहिँ घुम्ने, त्यहाँबाट चाहिँ पुस्तक बोक्नु गुम्पाहरू जाने भनेर चाहिँ आइरहेको छ। र म तपाईँहरूलाई देखाउन चाहन्छु मेरो प्यारो जोजो है, हाम्रो 5 जोजो हुनुहुन्छ। उहाँ चाहिँ लोकल बोइजको मेम्बर एकदम डरलाग्दै हुनुहुन्छ हो। भाइको च्यानलमा एकदम मलाई है स्वागत गरिदिएकोमा थ्याङ्क यू। र उसलाई चाहिँ साथी हो होइन, गाइस चाहिँ के भन्नु, गाइस चाहिँ कमन भइसक्यो नि त अहिले, ठिकै साथी हो उसलाई चाहिँ होइन। अब साथी दाजुभाइ होइन, आन्टी अङ्कलहरू सबैजनाले है, उसलाई चाहिँ यो भाइलाई चाहिँ राम्रो छ एकदम। भाइ चाहिँ होइन डाउन टु अर्थ भएको मान्छे हो है, एकदमै उसलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला, उसको च्यानललाई चाहिँ धेरै माया देखाइदिनुहोस् होला, त्यति नै भन्छु ल। अनि हामी चाहिँ आज हाम्रो चाहिँ मेन पर्पस चाहिँ आज चाहिँ हामी साका दवामा आएको थियो हो, यसो आज पुस्तक बोक्नु भनेर आएको, त्यही नै हो। हाम्रो अर्को दाजु हुनुहुन्छ हाम्रो आइस्ता, हाम्रो भाइको च्यानललाई अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला हो, एकदम राम्रो छ। हाम्रो बसन्तीहरू चाहिँ यो दुइटा हो होइन, यहाँ हाम्रो जोजोको हो, यो मेरो यहाँ जोजोले चाहिँ चस्मा लगाइहाल्छ फेरि। ल लेट्स गो गाइस, अब मुभिङ टुवर्ड्स टु सान्डुप चाहिँ है त। यहाँ सान्डुप चाहिँ आइसकेको छ। सो त्यहाँबाट हामी चाहिँ जाने, किनकि तल पुस्तक बोक्ने टाइम भएछ। सो त्यहाँदेखि चाहिँ फेरि अहिले हामी आउने छ यहाँनिर सान्डुप चाहिँ त्यो सान्डुप चाहिँ सबैले देख्नु भएको होला होइन। सो गाइस यहाँ जो हुनुहुन्छ हाम्रो, मैले जसरी अघि नै देखाइसकेको थिएँ होइन। र अहिले भने चाहिँ हामीले स्कुटी पनि पार्क गरिसक्यो। अबको लागि चाहिँ हामी जाँदैछौँ बुमटार, यानि कि तल गुम्पा छ। सो त्यहाँदेखि चाहिँ हामी पुस्तक बोकेर हिँड्नु पर्ने हुन्छ। र त्योभन्दा अगाडि चाहिँ बजारमा केस काटौँ भनेको, हेरौँ गाइस के हुन्छ। कपाल काटेको भाइको फाइनल लुक्स पनि यस्तो भइसकेको छ हो भाइ, त टडक्कैको भइसकेको छ। अघि गएर अहिलेको फोटो भिडियोमा चाहिँ हेर्नुहोस् होला तपाईँले। ल कुन चाहिँ ए जोजोले पाइसकेको छ। जोजो दाजुले चाहिँ पाएर पनि जाँदैछ अगाडि। सबैलाई ब्लेसिङ्स दिँदै हिँड्दैछ हामी चाहिँ पुस्तक बोकेर यसरी हिँड्छ हो। र हामी चाहिँ अलिक ढिलो भएको कारणले गर्दा मैले पाएको छुइनँ, पाइहाल्छ हो। तपाईँको त्यो झर्छ पछिबाट। अब कहाँ आउँछ त्यो एक्युरेट वर्ड भन्दैन, तर त्यस्तै भनेको होइन गुड छ। त्यो अघि पुस्तक लिएर पनि आइसकेको थियो। जोजो यहाँ छ हो, जोजो आज अगाडि गयो मलाई छोडेर। यहाँ ढोगाउने कार्यक्रम हुँदैछ हो, हामीले चाहिँ भर्खर सकेर आएको। यहाँ प्रसाद हो कि खाँदैछ। जोजोलाई के भन्नु छ? अब खाजा खाऊ लक्कमा हो ल, भोक लाग्यो यो चाहिँ आले गुम्बा हो, हामीले पाइसकेको छ। जोजो भत्तै भयो, खाइदिएर है ल साथीभाइ हो। हामीले चाहिँ भुइँमै बसेर हामी सुरु गरेँ अब। सो गाइस नाउ द टाइम इज टु गो गुम्पा फेरि है। हामी खाजासाजा खाइसक्यो सबै। अब अहिले पानी परेर है त हामी चाहिँ अहिले लागि वाङ थप्नु जाँदैछु विथ आवर डियरेस्ट जोजो। तिम्रो यो भ्लगिङमा होला कि अब कति मिनटको हुन्छ कि टोटल गर्दा चाहिँ? कुद्दै गर
भिडियोमा चाहिँ कति आउँछ लामो आउँछ कि कति अब कति मिनटको बनिन्छ त्यो अब कसलाई एडिटिङ गरेर पनि सक्छ होइन र आज दिनभरि गरेर होला कि सानसानो क्लिप गरेर पनि दिनैको त पानी परेर फेरेर होला कि लामो छोटो निकै लामो भएको छ मलाई त्यस्तो लाग्दैछ हो नि त के पानी पऱ्यो जो वाङ थाप्नु गएको को हेन्छ नि त सो गाइस तपाईँहरूले पनि देख्नुभयो होला है कति भिड थियो त्यहाँ सो त्यसले गर्दा म त्यहाँ वाङ थापिनँ किनकि मेरो बेलुकाको एक्टिभिटी जहिले छ त्यो चाहिँ के भन्दा म चाहिँ बोजू झिन जानुपर्ने हुन्छ सो त्यसले गर्दा म चाहिँ निक्लेँ भिड डरलाग्दो थियो र मैले चाहिँ जोजोलाई ल्याइमागेको छु त्यो पनि जोजोले पानी ल्याइदिन्छु भनेको छ सो अब चाहिँ बहिनीको लागि त्यो खानेकुरा किन्नु छ सो एक्स्ट्रा नान त्यो किनेर चाहिँ जानेछु सो अहिलेको सिन चाहिँ कुछ यस्तो छ नाम्ची बजारको पैसा बहिनीको लागि चाहिँ अघि भनेको कुरा किनिसकेको छु र यहाँ चाहिँ मैले जर्सी पनि किनेको छु जर्सी चाहिँ कसबाट किन्ने किन किन्ने भन्ने चाहिँ थाहा छैन तपाईँहरूलाई एकदम मेरो दाजु छ उसले दामी रेटमा दामी चाहिँ जर्सी देखाउँछ सो तपाईँलाई एक दुई दिन देखाउँछु अहिले जर्सी चाहिँ भरे घरमा देखाउँछु सो गाइस म चाहिँ यहाँ जिरा आइपुगिसकेको छु हो सो आज चाहिँ बोजू दिनु जानु परेन किनकि आउनु हुँदो रहेछ सो म अझ अलिकति लेट पनि भयो नि त सो अब बोजू आएपछि घरतर्फ जाने हो सो यहाँ चाहिँ लुगाहरू छ अघि माथि पर्बिङ डाँडा गएको थिएँ पर्बिङ डाँडा पनि त्यो पर्बिङको नयाँ गुम्बा भनेर गएको थिएँ कि सो त्यहाँ चाहिँ हामी बसेन पनि किनकि पानी आउनु थाल्यो चाहिँ फर्किहाल्यो सो त्यही हो त्यहाँ चाहिँ एकदम डरलाग्दो पानी परिरहेको थिएन नयाँ गुम्बा छ भन्दै थियो जाँदा हामी त्यहाँ हामी पुगेको थियो गुम्बा पुग्ने बेलामा पानी पुरा डर्क्यो छाता पनि थिएन अन्त हामी चाहिँ फर्किहाल्यो सो त्यहाँ चाहिँ भिडियो गर्नु पाएन त्यति हो सो अहिले त्यहाँ जिरामा पर्खिरहेको छु कसैले सो र अब त्यही हो साखादावाको भिडियो यस्तै भयो अन्त जति कुरा चाहिँ के भन्दाखेरि चाहिँ गुम्बाबाट चाहिँ वाङ चाहिँ ल्याउनु पर्यो त त्यो वाङको लागि चाहिँ मैले जो नत्र निनीलाई भनेको छु आई होप ल्याइदिन्छु होला सो अहिले एकछिन भेटौँ गाइस बुझाउँदैछ नि त गाइस म चाहिँ घर आइसकेको छु यहाँ बहिनीको बदमास हेर्न सक्नुहुन्छ कान्छी यो भिडियोलाई एन्ड गर्दैछु बहिनीको बदमास हेर्न सक्नुहुन्छ के भयो